नमस्ते काका, के गरिरहनु भएको? है तरकारी बारीमा जति युरिया मल हाले पनि बाली सप्रेको होइन, कति मल मात्र हाल्नु? होइन काका, माटो सारो भएमा, खन्दा ठुल्ठुला डल्ला निस्केमा, बाली नसप्रेमा, पात डाँठमा पहेँलो वा अन्य टिका धर्सा देखिएमा माटोको समस्या हुन सक्छ। त्यसो भए के गर्ने त बाबु? माटोको जाँच गर्नुपर्छ काका। सबैभन्दा पहिले जमिन खाली भएको बेला कृषि प्राविधिकको सल्लाह अनुसार माटोको नमुना लिने र जाँचको लागि प्रयोगशालामा पठाउनु पर्छ। प्रयोगशालाले जाँचेर माटो अम्लीय भए नभएको, प्राङ्गारिक मल पुगे नपुगेको, अन्य मल के कति हाल्नुपर्छ, माटो जाँचको रिपोर्ट सहित बुझाइदिनेछन्। ओहो, यस्तो माटो जाँच्ने प्रयोगशालाको सेवा कहाँ कहाँबाट पाउन सकिन्छ त बाबु? हाम्रा सबै प्रदेशमा माटो परीक्षण प्रयोगशालाहरू छन्। बागमती प्रदेशका लागि माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडामा माटोको नमुना पठाई जाँच गराउन सकिन्छ। माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा।